भिजिलेन्टेहरूले चाहिँ विशेष गरी इन्डियाबाट केही प्रवेश गरेका इन्डियनहरूले चाहिँ त्यहाँ प्रवेश गरेर जानकी मन्दिर आसपासमा चाहिँ त्यो खालको नाराबाजी गरेको मैले पनि केही भिडियो क्लिपबाट चाहिँ जानकारी पाएँ। तर उनीहरू कोहीबाट परिचालित भएका भाडामा ल्याइएका केही व्यक्तिहरू छन्। विशेष गरी यदि ती परम पिताका सखा सन्तानहरू भनिरहेछ कि जनकपुर मन्दिरमा चाहिँ बिहारबाट भारतबाट ल्याएका मान्छेहरूले नारा लगाएको छ। के तिमीहरूको दिमाग छ कि पुरै फुस्किसकेको मान्छे हो? बिहारबाट र इन्डियाबाट आएका मान्छेहरू नारा लगाउँछ जनकपुरमा, अनि जनकपुरको मान्छे छैन र? जसले पुरा हिन्दू संस्कृतिमाथि नै हमला बोलेका छन् त्यसका पार्टीका मान्य आर्यन राय र हर्क सम्पाङले पहिला जुन पास्टरको रूपमा थियो त्यति बेलाको उसको अभिव्यक्तिहरू हेर्नु, पोस्टहरू हेर्नु, स्ट्याटसहरू हेर्नु, त्यसलाई के जनकपुरमा मान्छेहरू हिन्दूहरू छैन? त्यसको लागि भारतबाट प्रचालन गर्नुपर्छ र भारतको मान्छे यहाँ चाहियो। जनकपुरको र जति पनि मान्छेहरू त्यहाँ आएका छन् सबैले चिने जानेकै मान्छेहरू हो। राम्ररी हेर्नु, जसको पोस्ट भएछ नि भिडियोहरू तिनीहरू आफै स्वयं त्यहाँ गएका छन्। बाहिरबाट हावातालमा कुरा नगर्नु। यस्तै चाहिँ चुनावको बेलामा अहिले पनि उनीहरूको हर्केको केही छोराहरू भेट्छ अनि उसले के भन्छ त, चुनावमा त पहिले इन्डियामा चाहिँ सबै बाकसमा भोट हालेर प्याक गरेको थियो रे, त्यहाँबाट राति ल्यायो सबै। अनि त्यस्तै झापामा बालेन जाँदा त्यहाँ मान्छेको हुइचो भयो भने त्यहाँ पनि भारतबाटै आएको थियो। गाडी जति प्रचारमा थियो सबै भारतकै थियो। नेपालमा केही आँखा छैन, नेपालमा केही छ कि छैन, केही जानकारी छ कि छैन? मधेसको बारेमा, तराईको बारेमा र जनकपुरको बारेमा केही थाहा छ कि छैन? त्यो तराईको मान्छे नै सबै तिमीलाई भारतीय लाग्छ। छैन भने तिमी पनि एकचोटि जाऊ जानकी मन्दिर गेटमा, अनि त्यहाँ भन्ने भारतबाट आएका मान्छेहरू यस्तो थियो भनेर सबै नारा जुलुस लगाएछ। नेपालको कोही पनि थिएन। बुद्धिहीन मान्छेहरू, मानसिक रोग सबैलाई पसाइसकेछ कि भरम पिताका सखा सन्तानहरू महाभरम पिता बन्न खोजेका छन् के? भरम आँखा दिउँसै चाहिँ सपना नहेर के, कम्तीमा आँखा खोलेर सपना हेर के रियालिटी छ। भ्रममा पार्ने काम त माथिल्लो मान्छे तिमीहरूको जति छ त्यो गरि नै राखेछन्। चेलाचपाठी त्यस्तै आँखा बन्द गरेर उफ्रिराखेका हुन्छन् र दिनभरि कराइराखेका हुन्छ। जो बुझ्छौ त्यो पनि अलगै आँखा खोलेर काम गर के, राम्ररी वक्तव्य देऊ, जे यथार्थ छ त्यो कुरा बोल। जनकपुरको रियल जुन हिन्दूवादी हिन्दू सङ्घ संस्था र त्यहाँका लोकल हिन्दू र पुरा मधेसका हिन्दूहरू कसैको इच्छा थिएन कि त्यहाँ हर्क सम्पाङ चाहिँ त्यो मन्दिरभित्र प्रवेश गरोस् भनेर। त्यही तिम्रो पार्टीमा लागेका केही दुई चारजना 5 जनाको होला, त्यो बाहेक कसैको थिएन। यदि त्यस्तो भएको भए नेपाल प्रहरी, नेपाल आर्मी, शस्त्र प्रहरी जनकपुरमा छ कि छैन? तिनीहरू के त्यस्तै बसेका छन्? भारतको मान्छे आएर नारा जुलुस गर्छ अनि तिनीहरू छोडिदिन्छ? त्यति पनि विश्वास छैन कि पुरा प्रशासनमाथि नै विश्वास छैन? भारतको त्यो के भन्छ राहुल गान्धी भइसक्यो तिमीहरू पनि। जहाँ लाग्छ त्यहाँ चाहिँ बाहिरको मान्छेको दोष लगाइदिन्छ, विदेशको मान्छेको दोष लगाइदिन्छ। केही न केही यस्तो कुरा गर्छ कि त्यो भारतको मान्छे नै होइन भनेर, जस्तो तिमीहरू पनि को त्यस्तै बोली छ, तिमीहरूको पनि उच्चारण त्यस्तै आइरहेका छन्। रियालिटी मधेसको र जनकपुरको बुझ्नलाई त्यहाँ गएर बस, तिनीहरूसँग बसेपछि मात्रै थाहा हुन्छ। बाहिरबाट कुदेर उफ्रेर हुँदैन के। जे भयो भने धोती बिहारी इन्डियन भनेर भन्ने अनि दिनभरि पोस्ट गर्ने, गाली गर्ने, अनि त्यहाँ नारा जुलुस लगाएको मान्छेलाई भारतीयबाट ल्याएका थियो केही तत्त्वहरू थिएन त्यहाँ। 99.9% मान्छेहरू त्यहाँ जुन छ नि हर्केको विरोधमा त्यहाँ थियो, किनकि त्यसको व्यवहार नै त्यस्तै छ। त्यसको पार्टीको केही व्यक्तिहरूको व्यवहारको कारणले त्यस्तो छ। अनि त्यहाँ पङ्कज शर्मा जुन उफ्रेर भनिरहेछ नि म पनि हिन्दू हो, हिन्दू विरोधी होइन यो पार्टी, तिम्रो पार्टीलाई कसैले केही भनेका छैन। शर्म संस्कृति पार्टीलाई केही कसैले भनेको छैन। त्यहाँ हेर, त्यहाँ हर्के र आर्यन राई 2 जनालाई मात्रै टार्गेट गरेर भनेछ, जुन कि गर्नै पर्ने हो के, किनकि उनीहरूको वक्तव्य र पोस्टहरू त्यस्तै आउँछ, अभिव्यक्ति त्यस्तै आउँछ। अहिले राजनीति गर्नु छ, त्यही भएर त्यो हर्के चाहिँ यताउता डुल्न थालेका छन्। नत्र 2079 को चुनावपछि मेयरको समयको उसको हेर, रातो टिका निधारमा अबिर समेत लगाउन नमानेको मान्छे अहिले मन्दिर डुलेर
रातो अबिर चाहिँ मुखभरि लगाएर पिक्चर चाहिँ तानेर हिँड्ने गर्छ। त्यो राजनीतिकको लागि मात्र हो, यथार्थ त्यो पास्टर हो भने पास्टरै रहिरहन्छ के, यथार्थ लुक्दैन मान्छेबाट। यदि यथार्थ नभएको भए नि आज हर्केले अलि दिमाग लगायो त्यो मन्दिरनिर गएको भए अहिले अर्कै दिशातिर यहाँ हुन्थ्यो के। त्यसले अलि दिमाग लगायो, कम्तीमा जहाँ कार्यक्रम थियो त्यो गरेर फर्केछ।